मैले अस्ति केही दिन अगाडि मात्रै कहीँ कोहीसँग भेट भएको थियो। अनि नर्बस दाइ भन्नुहुन्छ तपाईँ भनेर भन्नुभएको थियो। उहाँले भने चाहिँ नर्बस दाइ चाहिँ त्यसरी पनि बाँचिरहनु भएको छ क्या मान्छेको मनमा। प्राविधिक सहकर्मीको रूपमा मैले नर्बस दाइ भन्दा हुन्छु होइन। त्यो आधारमा चाहिँ यो आज चाहिँ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मानसिक स्वास्थ्य सम्बन्धी समस्या समाधानका लागि चाहिँ विशेष गरी स्थानीयहरूलाई अथवा हामीलाई चाहिँ सर्वसाधारणलाई जागरुक गराउने उद्देश्यले आजदेखि 3 महिने अभियान सुरु गर्दैछ। र सानो कुराहरूले पनि हामीले ध्यान दिन सक्यौँ भनेदेखि मानसिक स्वास्थ्य समस्याबाट टाढा हुन सकिन्छ भन्ने खालको कुराहरू नै हो मन्त्रालयले अगाडि बढाउन खोजेको। र यसको थिम राखेको छ मनका कुरा सुनौँ। हामीमध्ये सबैले आफ्नै मनको कुरा सुन्न भ्याएर आउँदैन होला। अब अरूको मनको कुरा सुन्ने समय त परै जाओस् भनौँ न। आफ्नो त गरेको छैन, तिमीहरूको के मतलब भने जस्तो त्यो कुराहरूमा हामी कति टाढा गएर हुन्छौँ। नमस्कार, मेरो नाम चाहिँ रमेश दुलाल र मसँग हुनुहुन्छ प्राविधिक सहकर्मी नवराज भण्डारी। र हामी मानसिक स्वास्थ्य समस्या सम्बन्धी कुराकानी गर्दाखेरि चाहिँ सानो उदाहरण पनि हेरौँ न। विशेष गरी चाहिँ हाम्रो घरमा ज्येष्ठ नागरिकहरू हुनुहुन्छ, बुबाआमाहरू हुनुहुन्छ। उहाँहरू चाहिँ समयक्रममा उहाँहरूको श्रवण शक्ति कम हुँदै जान सक्ला। त्यसै गरी चाहिँ उहाँको दृष्टिकोण पनि कम हुँदै जान सक्ला। त्यसै गरी हाम्रो घरमा साना बच्चाहरू पनि हुन्छन्। बच्चाहरूको बानी के हुन्छ भने जे कुरा पनि जिज्ञासु हुन्छ, सोधिराख्ने खालको जिज्ञासाहरू हुन्छ। हामी के गर्छौँ बच्चाहरूलाई टार्नको लागि, यो के हो भन्यो भने अब कति भन्नु भनेर एकपटक भनेपछि सुने छैनस् यही हो भनेर भनिरहेको हुन्छौँ। र यदि आमा बुवाहरूले चाहिँ मानिलिउँ न कान सुन्नुहुन्न भनेदेखि यदि हामीले केही कुराहरू राम्रै कुरा भन्दा हुन्छौँ अथवा भएकै कुराहरू भन्दा हुन्छौँ, हामीलाई लागेको कुराहरू, उहाँले त्यो कुराहरू शब्दबाट बुझ्नु भएन भनेदेखि उहाँले अर्कै कुरा भन्नुभयो भने हामीले दोहोऱ्याउन खोज्छौँ र दोहोऱ्याउँदाखेरि हामी झन्झट मानेर हुन्छौँ। हामी बरु जे हो उहाँले जे बोल्छन् त्यही भनिदियो, टारिदियो भन्ने खालको कुराहरू यसरी हामीले दैनिकी जीवनमा कुराहरू गरिराख्दाखेरि चाहिँ याद गर्नुहोस् त त्यो हाम्रो भर्खरको सानो बालबालिका हुन्छन्, उनीहरूले के सिक्छन्, ज्येष्ठ नागरिकहरूलाई चाहिँ यसरी झर्केर बोल्नुपर्ने रहेछ, उनीहरूले भनेको कुरा टारिदिनु पर्ने रहेछ भनेर सिकिरहेको हुन्छन्। भनेपछि एक ज्येष्ठ नागरिकहरूलाई पनि प्रष्ट कुराहरू थाहा नपाउँदाखेरि मानसिक समस्याहरू भइराख्ने समस्या अर्कोतर्फ, र अर्को नयाँ पुस्ताहरूले पनि पुराना पुस्ताहरूलाई रेस्पेक्ट गर्नुपर्छ, आदर सम्मान गर्नुपर्छ भन्ने भाव त उनीहरूले सिक्दैनन् नि। बुढो भएपछि अलिकति झर्केर बोल्नुपर्छ भन्ने खालको कुराहरू पनि सिक्छन् नि होइन। यसरी सानो कुरामा मात्रै पनि हामीले एउटा खालको फोकस हुन सक्यौँ भनेदेखि यो समस्याहरूबाट टाढा हुन सकिन्छ भन्ने खालको कुराहरू मानसिक स्वास्थ्य समस्या विरुद्धको जुन दिवस मनाउँदै जान गइरहेको छ यसबाट चाहिँ यो कुराहरूलाई थिमलाई अगाडि बढाउन खोजिएको छ। मैले बिम्बको रूपमा एउटा उदाहरण भने, तर हरेक कुराहरू हरेक डाइमेन्सनहरू जोडिन्छन् यो कुराहरूमा चाहिँ। र 3 महिने अभियान सुरु गर्न गएको छ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले। तथ्याङ्कले के भन्छ भनेदेखि नेपालमा चाहिँ प्रत्येक 10 जनामा 1 जना व्यक्तिहरूमा मानसिक स्वास्थ्य समस्या रहेको भनेर भनिन्छ। अब यसलाई चाहिँ अलिकति बृहत रूपमा अथवा मानसिक स्वास्थ्य समस्या भयो भने मान्छे कुन हदसम्म जान सक्ने रहेछ भनेदेखि आत्महत्याको चरणमासम्म पनि जान सक्ने रहेछ। त्यो भनेको एकैचोटि होइन कि सानो कुराले उसको मनमा ठोस पुर्याउँछ, उसको मनको कुरा सुनिदिने मान्छे कोही हुँदैन, उसको कुरालाई समाधानतर्फ लगिदिने व्यक्तिहरू कोही हुँदैनन्। र हुँदा त्यसलाई चाहिँ विकसित भएर त्यो घटनाक्रमले अर्को कुराहरू समस्या जोडिँदै गएर चाहिँ अन्तिम अवस्था भनेको मानसिक स्वास्थ्य समस्याको अन्तिम रूप भनेको मान्छेले आत्महत्या गर्न सक्नेसम्मको जोखिम निम्ताउन अथवा सोच्न सक्छ। त्यो अवस्था पुरा हुन नदिनका लागि चाहिँ हामीले यो खालको समस्याहरूलाई समयमै समाधान गरेर आफूमा पनि समस्या छ कि भन्ने खालको पहिचान गरेर अगाडि बढ्नुपर्छ। र अघि भर्खर मैले मोमे दिला भन्दै थिएँ, यहाँले चाहिँ फुर्सद लगाउनु दिदी हजुर रुगा लागेछ भन्दै थिएँ। तर मैले भन्न खोजेको कुरा चाहिँ रुगाखोकी जस्तै हो यो मानसिक स्वास्थ्य समस्याहरू भनेको नै। तर केयर गरेनौँ भनेदेखि यो बढ्दै जान्छ, केयर गऱ्यो भनेदेखि यो हराउँदै जान्छ। र सबभन्दा ठुलो कुरा चाहिँ शान्त वातावरण हुन्छ। यो चाहिँ मनोचिकित्सकहरूले भनेको कुराहरूलाई मैले यहाँसँग प्रस्तुत गरेको मात्रै हो। र आत्महत्याकै तथ्याङ्क हेर्ने भनेदेखि चाहिँ पछिल्लो समय डरलाग्दो अवस्था छ नेपालमा लगभग 7,000 हाराहारी प्रत्येक वर्ष आत्महत्या हुँदै गइरहेको भनेर नेपाल प्रहरीले तथ्याङ्क पनि निकालिसकेको छ। र नेपालकै सन्दर्भमा हेर्दाखेरि प्रत्येक 4 जनामा 1 जना व्यक्तिले मानसिक स्वास्थ्य समस्या भएको व्यक्तिमध्ये चाहिँ 4 जनामध्ये एउटाले आत्महत्या गर्ने गरेको भन्ने खालको तथ्याङ्क पनि निक्लेको छ। र विश्वकै सन्दर्भमा चाहिँ अलिकति कम छ। विश्वमा चाहिँ 100 जना व्यक्ति बराबर
100 जना व्यक्ति बराबर 1 जनामा चाहिँ त्यो हुन्छ भन्ने खालको कुराहरू पनि हेरिएको छ र हेर्दाखेरि चाहिँ यसरी हेर्दाखेरि चाहिँ नेपालमा चाहिँ 2% भन्दा बढी करिब 2.5 2.5% चाहिँ यो आत्महत्या गर्ने खालको समस्या डरलाग्दो रूपमा रहेको हुनाले चाहिँ यसलाई निराकरण गर्ने सकेसम्म समाजलाई शान्त बनाउने उद्देश्यले चाहिँ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यो अभियान सुरु गरेको हो र मन्त्रालयले स्पष्ट पारिसकेको छ मन्त्रालयसँग कुनै पनि विनियोजित बजेट छैन यो आत्महत्या विरुद्धको अथवा मानसिक स्वास्थ्य सम्बन्धी समस्या समाधानका लागि जुन खालको जागरुक जगाउने समाजमा सञ्चार माध्यम मार्फत सङ्घीय सरकार मार्फत प्रदेश सरकार मार्फत स्थानीय तह मार्फत यस खालको जागरुक गर्नको लागि रुपियाँ पैसा त छैन तर सबैले अब जुन एउटा पेसाकर्मीहरू जो हुनुहुन्छ आफ्नो ठाउँमा बसेर आफू पनि शान्त रहौँ र अरूको कुनै भावना बुझौँ अर्को कम्तीमा मनको कुरा सुनिदिएर उसको मनको कुरा सुनिदिएर उसमा भएको जुन खालको कुराहरू चलिरहेछ त्यसलाई समाधानतर्फ लागौँ भन्ने थिमले यो अगाडि बढिरहेको कार्यक्रममा हामी सबैले हातेमालो गरौँ कम्तीमा अब एउटा उदाहरण चाहिँ मैले कम्तीमा एकजनालाई आत्महत्या गर्छु भन्ने भाव आएको मान्छेलाई चाहिँ कम्तीमा यो चाहिँ मेरो आत्मविश्वास हो यो प्रमाण पनि छ त्यसलाई मैले रोक्न सकेको छु भनेपछि तपाईँले पनि कम्तीमा एकजनालाई पनि गर्न सक्नुभयो भने एकजनाबाट सुरु हुने हो धेरै बेला गर्नु पर्दैन थोरै लियो भने त अटाउँछ त्यसले त्यो प्रयास गर्न पर्यो गर्न सक्यो भनेदेखि राम्रो हुनसक्छ जस्तो लाग्छ नभए त ब्रेकतर्फ जाने त ल अहिले ब्रेकतर्फ जान्छौँ ब्रेक पछाडि हामीसँग कान्तिपुर सम्पादकीय छँदैछन् त्यसै गरी चाहिँ हामीसँग कान्तिपुर दैनिकमा छापिएको आलेखहरू छँदैछन् र अन्तर्राष्ट्रिय केही प्रसङ्गहरू हुने नै छन् अब अन्तिममा जहाँ जाँदै तपाईँलाई हामीले दिने गरेको साङ्गीतिक प्रस्तुति छँदैछ हामीसँगै रहनुहोला